नमस्ते साथीहरू, म निशान बुढाथोकी। हामी जुन देशमा गर्वका साथ नेपाली बनेर बाँचिरहेका छौँ, यो देशलाई बनाउन र विश्व सामु चिनाउन धेरै महान व्यक्तिहरूको ठुलो योगदान छ। आजको भिडियोमा म तपाईँहरूलाई नेपालका 18 जना राष्ट्रिय विभूतिहरूको बारेमा बताउनेछु। यदि तपाईँ आफ्नो देशलाई माया गर्नुहुन्छ भने त्यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। नम्बर 1 मा रहेका छौँ गौतम बुद्ध। संसारलाई शान्तिको मार्ग देखाउने एसियाका तारा गौतम बुद्ध, जसको जन्म लुम्बिनीमा भएको थियो। नम्बर 2 अंशुवर्मा, पृथ्वीकालका प्रतापी राजा, जसले नेपालको कला र संस्कृतिलाई उचाइमा पुर्याउनुभयो। नम्बर 3 सीता, आदर्श नारी र सहनशीलताकी प्रतिमूर्ति, जसलाई हामी ममता वा माता जानकी पनि भन्छौँ। जनक। नम्बर 4 प्राचीन विद्रोहका दार्शनिक राजा, जो आफ्नो ज्ञान र न्यायका लागि चिनिन्थे। नम्बर 5 अरनिको, नेपाली वास्तुकलालाई चीनसँग फैलाउने महान कलाकार पृथ्वीनारायण शाह। नम्बर 7 साना राज्यहरूमा छरिएको नेपाललाई एकताबद्ध बनाउने आधुनिक नेपालका निर्माता। नम्बर 8 भानुभक्त आचार्य, नेपाली भाषामा रामायण लेखेर नेपाली साहित्य र भाषालाई घरमा पुर्याउने आदिकवि। नम्बर 9 भीमसेन थापा, नेपालका पहिलो प्रधानमन्त्री, जसले देशको सिमाना र रक्षाका लागि ठुलो बलिदान दिनुभयो। नम्बर 10 अमरसिंह थापा, वीर गोर्खालीका कमान्डर, जसले अङ्ग्रेजसँगको युद्धमा कहिल्यै हार मान्दैनन्। नम्बर 11 बलभद्र कंवर, नालापानीको किल्लामा थोरै सेनाको साथमा अङ्ग्रेज फौजलाई थरी कमाउने वीर योद्धा। नम्बर 12 त्रिभुवन, नेपालमा प्रजातन्त्र ल्याउनका लागि आफ्नो राजगद्दी समेत जोखिममा राख्ने राजा। नम्बर 13 मोतीराम भट्ट, नेपाली साहित्यका युवा कवि, जसले भानुभक्तलाई चिनाउन र छापाखाना भित्र्याउन मद्दत गर्नुभयो। नम्बर 14 शङ्खसभा, नेपाल प्रवर्तक र गरिबहरूको ऋण मोचन गर्ने समाजसेवी। नम्बर 15 पासाङ लामा शेर्पा, सगरमाथाको शिखर टेक्ने पहिलो नेपाली महिला साहसकी प्रतिमूर्ति। नम्बर 16 महागुरु फागुनन्दा, किराँत धर्म र समाज अहिंसा र सुधार ल्याउने महान गुरु। नम्बर 17 लखन थापा, नेपालको पहिलो शहीद, जसले निरङ्कुशता विरुद्ध आवाज उठाएका थिए। नम्बर 18 जय पृथ्वीबहादुर सिंह, शिक्षा र मानवतावादी सोचका प्रेरणा, जो बझाङका राजा थिए। साथीहरू, यी